हेलो सम्पूर्ण मेरो साथीहरूलाई न्यानो अभिवादन जय मसी गुड मर्निङ साथै नमस्ते सेवारो भन्न चाहन्छु है। र आज धेरै दिनको बादमा फेरि पनि मैले तपाईँहरूको माझमा एउटा भिडियो लिएर आएको छु। अनि यत्रो दिन चाहिँ म थोरै अलिकति शरीरमा अस्वस्थ भएको कारणले गर्दाखेरि मैले यसरी भिडियोहरू बनाउन सकिनँ है। र आज चाहिँ मैले लिएर आएको छु र विशेष गरी आज भन्दाखेरि आज सन्डे पनि हो अनि सबैको सन्डे छुट्टी हुन्छ, तर मेरो चाहिँ अलिकति छुट्टी छैन। मेरो चाहिँ कारण किनभने हाम्रो यहाँनिर चाहिँ आज 9 तारिक भोलि 10 तारिक चाहिँ भाइस च्यान्सेलर बिसी सर आउनु हुँदैछ र त्यसै कारणले गर्दा सबै मान्छेहरूलाई ड्युटीमा खटाइएको छ। अनि मेरो चाहिँ आजको काम के छ भने आजको मेरो काम चाहिँ बिसीको क्याम्प सफा गर्नुपर्ने र म तपाईँहरूलाई देखाउँदैछु है। र अहिले चाहिँ यसरी यहाँनिर बिसी आउनको लागि फुलहरू पनि यसरी मजाले सजाएर राखेको छ। सबै जग्गाहरू हेर्नुहोस् है, यो फुलहरूलाई यसरी गमलाहरूलाई यसरी सजाएर राखेको छ। अनि मैले सफा गर्नुपर्ने चाहिँ यो हो। अनि सफा भइसकेको छ, म तपाईँलाई भित्र गएर देखाउँदैछु है। अन्त हेर्नुहोस् है, यसरी फुलहरू सजाएर राखेको छौँ। एकदम यहाँनिर मैला पुरा थियो, त्यसरी सटक्कै मिलाएर राखेको छौँ। हेर्नुहोस् है, यहाँनिर चाहिँ मिटिङ हुन्छ अनि त्यही भएर गेस्टहरू धेरै आउँछ अनि उहाँहरूसँग यसरी मिलाएर राखेको छौँ सरसफाइ गरेर। अनि यहाँ चाहिँ बुढो बस्छ यहाँनिर चाहिँ। अनि यहाँनिरको अलिकति देखाउनेछु है। हेर्नुहोस् है, भित्र चाहिँ यस्तो छ। र यता चाहिँ बुढो सुत्ने रुम, यहाँनिर बेडसिटहरू लगाएर टडक्कै बनाएर है यसरी राखिदिएको छौँ। त यता चाहिँ वासरुमहरू छ। यो वासरुमहरूमा मैले पानी पनि चेक गर्नुपर्ने हुन्छ। रहेछ यहाँनिर। र यतापट्टि पनि छ। यतापट्टि चाहिँ गेस्टहरू आउँदाखेरि सुत्नेहरू त्यसलाई पनि सबै हामीले मिलाएर राखिसकेको छौँ। सबै रेडी भइसक्यो। किचनलाई पनि सफा गरिसकेर एकदम चिटिक्कै बनाइदिउँ। यहाँ चाहिँ नामको मात्रै किचन हो यो। यहाँ चाहिँ खालि केही पनि बन्दैन, खालि जुस मात्रै बन्छ। यहाँ चाहिँ सबै कुरो उहाँ मेरै उता गेस्ट हाउसपट्टिबाट नै बनेर आउँछ। यताबाट पनि निक्लिँदा भइहाल्छ। र अब भने चाहिँ मैले यो फुलहरूमा पानी दिनुपर्छ। भाइस च्यान्सेलर आउँदाखेरि चाहिँ एकदमै सबै चाहिँ डराउँछ है, डरले। त्यही भन्छ यो फुलहरूलाई पानी दिनुपर्ने। अनि मेरो पनि आज चाहिँ कडा ड्युटी भइरहेको छ। सबै आज सन्डेको दिनमा चर्चहरू जान्छ होइन, रेस्टहरू गर्छ। तर मेरो चाहिँ ड्युटी यस्तो खटाइएको छ आजको दिनमा चाहिँ। यता पनि गेस्टहरू आउँछ। यहाँ गेस्टहरू आउनको लागि यता पनि गेस्ट हाउस पनि पुरा सफा गर्नुपर्ने हुन्छ है। र अहिले भने चाहिँ म फुलमा पानी लाउँदैछु। फुलहरू सबैमा पानी दिनुपर्ने हुन्छ। पानी यहाँ यसरी आइसकेको छ, पाइप जोडेर ल्याइसकेँ मैले। अहिले चाहिँ म यहाँ डेलियालाई पानी दिँदैछु। डेलिया पनि मजाले फुलेको छ हेर्नुहोस् है। यहाँनिर त यो पानी कम्ती भएको कारणले गर्दा नै होला अलिक ओइलेको जस्तो हुँदैछ हेर्नुहोस् है। अहिले भने चाहिँ साथी हो मैले फाइनली पानी हालिसकेँ है।
यहाँ चाहिँ यतातिर पानी सबै हालेको छु। एकतिर लायो एकतिर सुकिजान्छ, किनभने यहाँ चाहिँ बाहिर भएको कारणले गर्दाखेरि यिनीहरूलाई चाहिँ सुकेको छैन। यहाँनिर चाहिँ पानी हालिसकेँ र उता चाहिँ सुकिसक्यो है। उता चाहिँ अलिकति बाहिर भएको कारणले गर्दाखेरि। र यहाँ के छ भने पानीको धेरै दुःख छ। पानी हाल्नुको लागि एकदम सोचेर बुझेर हाल्नुपर्छ है। कसैले बाहिरबाट देखिँदैन कराउँछ है। अन्त एकदम यो पुलहरू मरेको त हेर्न सक्दैनौँ नि त हामी होइन। त्यही कारणले गर्दाखेरि पुललाई पानीले चलो फुलिरहेको छ। हाम्रो एकजना बुबु पनि हुनुहुन्छ, उहाँले पनि भिडियो गर्नु हुँदो रहेछ। एकदम मन पऱ्यो अरे उहाँलाई है। र यता चाहिँ म तपाईँहरूलाई के देखाउँछु भने नि, यताले के छ भने यता चाहिँ मैले पानी हालिनँ, किनभने हिजो राति दिउँसो राति पानी परेको कारणले गर्दा यता चिसो छ। त्यही कारणले गर्दाखेरि यहाँ चाहिँ हाम्रो निम्बु अनि सुन्तला पनि फुल्नु थाल्यो। यत्रोमा हेर्नुहोस् है, यत्रोमा फुल्नु थालेको छ। तपाईँहरूकोतिर फुलेको छ कि छैन, तर यहाँ चाहिँ फुल्न थाले हेर्नुहोस् है। र आजको काम चाहिँ मेरो यस्तै प्रकारले छ। भित्र पनि मेरो सबै सकिहालेँ, बाहिरको पनि सकिहालेँ। अब आफै स्वयं नुहाइधुवाइ गर्ने काम मात्रै छ अब मेरो है। र यता अर्को नजारा भन्दाखेरि है, तपाईँहरू देखाउनु पऱ्यो, यो क्याम्पको यो उतापट्टि काम चल्दैछ है। यहाँनिर मिस्त्रीहरूले काम गर्दैछ। म सो तपाईँहरूलाई देखाउने छु। यहाँनिर चाहिँ भैयाहरूले काम गर्दैछ। यहाँ पनि यसरी सजाएर राखेको छ। मैला भएको कारणले गर्दाखेरि के बनाएको अरे? फर्मा बनाएको पोस्टको लागि। काम गर्नु मजा आउँदैछ? मजा आउँदैछ। यहाँनिर चाहिँ यसरी टाइपिङ कस्नको लागि खन्दै रहेछ। यहाँनिर चाहिँ एकदम वाल हुँदैछ। वाल भएर बााउन्ड्री बन्द गर्ने अरे। त्यही कारणले गर्दाखेरि यसरी टिलरहरू उठाएर काम गर्दैछ। यहाँनिर मिस्त्रीले फर्मा बनाउँदै रहेछ। फर्माको लागि काटेको। कति टाइम लाग्छ होला यो सबै सक्नु काम? मार्चभरि सक्नुपर्छ है। किन त्यति छिटो? ए हो ल त अहिले यहाँनिर चाहिँ यो भाइले काम गर्दैछ भाइहरू। अनि भाई तुम्हारा नाम क्या है? संजय कुमार। अच्छा, कहाँ से हो? कहाँ का रहने वाला हो? सिलीगुड़ी से। अच्छा, अभी कितना दिन हुआ इधर काम में आया हुआ? लगभग 15-16 दिन हो गया ना। मैं थोड़ा 2 दिन पहले तो नहीं देखा था तुम्हें। तो किसको तुम्हें देखा था? उसको अच्छा, वो कल आया ना। अच्छा, वो बिजी है गर्लफ्रेंड के साथ। अच्छा ठीक है भाई, अच्छे से काम करो। र अहिले भने चाहिँ यहाँनिर हेर्नुहोस् है, यसरी हुँदैछ। पोसहरू उठाएर काम कुरो चाहिँ चलिरहेको छ। लेबर कामको पनि भ्याकेन्सी रहेछ भन्ने कुरो बुझियो यहाँनिर है। यस्तो छ। र फाइनली भन्नुपर्दाखेरि साथीहरू, र आजको मेरो काम कुरो तपाईँहरूलाई के कस्तो लाग्छ है, लाइक एन्ड कमेन्ट सेयर गरिदिनु होला। धेरै दिनको बादमा मैले भिडियो लिएर आएँ। म अलिकति अस्वस्थ भएको थिएँ अनि अहिले बिमारी भएको कारणले गर्दाखेरि अलिकति भिडियो बनाउने मुडै नभएको कारणले गर्दाखेरि है। अनि त्यही कारणले गर्दाखेरि धेरै दिनमा आज लिएर आएको छु। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला होइन? सबैजना म पनि एकदमै सन्चै छु। अहिलेसम्म चाहिँ अलिकति भर्खर ओछ्यानबाट उठेको भनौँ न। हुन्छ, सबैलाई थ्याङ्क यू, बाई बाई भन्न चाहन्छु है। जय मसी।